राजन तिमीले होमवर्क गर्यौ त हिजो सरले दिनुभएको अनि गर्यौ कि गरेनौ? ए मैले त कहाँ गर्नु, केही पनि आएन भने मलाई त 1-2 वटा मात्र गरेको छु, त्यो पनि मिल्यो कि मिलेन थाहा नै छैन। ए तैँले होमवर्क गरिस्? मलाई पनि दिएन होमवर्क गरेको छ भने। मासाले धेरै चुमुक नगर्ने, फेरि मिलेन भने सरले धोबी ढ्याला हान्ला नि, फेरि व्हाइट बोर्डमा लगेर गर्न लाउँछ नि फेरि। साथीहरू, यदि तपाईँहरू पाथेबारा मातालाई सच्चा मनदेखि माया गर्नुहुन्छ भने भिडियोलाई एक लाइक गरी च्यानललाई सब्स्क्राइब गर्नु होला। अनि त्यो होमवर्क भएको मलाई नि दिए त 2-4 वटा म पनि सार्नु पर्यो। ए अनि मिलेन भन्छ अनि उल्टे सार्न खोज्छ, त्यही त भने। ए देन भने दिन, म आफै गरेर ल्याउनु छैन। ए देन दे। ए कति हल्ला गरेको, म त दिन्न। यसले होमवर्क दिँदैन केटा, यसले मासालाई इक्जाममा पनि हामीलाई उल्टो सिकाएर आफूले सुटो लेखेर आफू फर्स्ट भएको कुरो बिर्सिस् कि बिर्सिनस्। यसको सार्नुभन्दा नसार्नै ठिक छ। त्यही भएर म त सार्दिनँ पनि, बरु कुटाइ नै खान्छु। बरु इक्जाममा फेल हुनुभन्दा पास हुनु नै ठिक छ नि आफै लेखेर। भरे सरको चाकामा 2 लट्ठी पढेपछि थाहा पाउँछस्। ल सुन त केटाकेटी हो, म आज पढाउँदिनँ, बाहिर जाने काम पर्ने भयो। भोलि पढाउँछु, आज राम्रोसँग पढ्दै बस्छ। अनि त हिजोको होमवर्क पनि गर्नु। बुढोले